फेरि केटाहरूको लागि काम आयो है। बुचुरियो सेन्टरमा ठाउँ छानी आफैले मन लागेको ठाउँमा जान पाइने गरी है। यामागुची केनमा 4वटा, फुकुओका केनमा 3वटा, ओसाकामा, खानागावामा, मियाजाकीमा, चिबामा, चिबाको चाहिँ अहिले फुल भइसक्यो, देशभरिमा चाहिँ 11 ठाउँमा छ। यसमा चाहिँ आफैले छानेर जान पाइने, जुन ठाउँ मन लाग्छ त्यही ठाउँमा जान पाइने गरी बुचुरियो सेन्टरको काम आएको छ दान्छेहरूको लागि, तेन्चोक्स्याको लागि मात्रै है। यसमा चाहिने जोकिन भनेको चाहिँ जिएलपिटी एन्नी बराबरको चाहिँ भाषा हुनु पर्यो। निहोङ्गो नोहोरेको चाहिँ एन्नी बराबर हुनु पर्यो। सर्टिफिकेटै नभए पनि हुन्छ, तर चाहिँ जिएलपिटी एन्नी बराबरको खाइबरको चाहिँ हुनुपर्छ। दोस्रो नम्बर भनेको चाहिँ तपाईँसँग फोकलिफ्टको लाइसेन्स चाहिँ हुनुपर्छ है। यसको काम चाहिँ मेन नै फोकलिफ्टमा चढेर सामानहरू भित्र बाहिर गराइराख्नु पर्ने हुनाले फोकलिफ्टको लाइसेन्स चलाउन सक्ने मान्छे है, लाइसेन्स छ र चलाउन पनि सक्नुहुन्छ। अनि तेस्रो भनेको चाहिँ गिजिङको भिजा हुनु पर्यो। यो 3वटा जोकिन पुरा गर्न सक्नुहुन्छ भने एकदमै राम्रो ठुलो स्यालेरी भएको, जस्तो स्टार्टिङ स्यालेरी नै झन्डै 25 मान हुन्छ। बोनस एकदमै ठुलो छ। गएको वर्ष चाहिँ 3.5 महिना बराबरको चाहिँ बोनस दिएको थियो। त्यो भनेको करिब 90 मान जस्तो चाहिँ एक वर्षमा बोनस हुन्छ। अनि हप्तामा 2 दिन चाहिँ बिदा भइहाल्छ। बिहानको 8:30 देखि बेलुकाको 5:30 सम्म काम गर्नुपर्ने। त्योभन्दा बाँकी चाहिँ एक्स्ट्रा जाङ्गेमा आउँछ। मिनास जाङ्गे छैन। गर्न चाहनुहुने दान्छेहरू कोही हुनुहुन्छ भने मलाई रेन्डा गर्नुहोला। बुचुरियो सेन्टरको ठाउँ आफैले छानेर गर्न पाइने रेन्डाको यरोसिको ओनेगाइसिमास।